आज म तिमीहरूलाई के सिकाउन गइरहेको छु स्क्वायर नम्बर जो धेरै इम्पोर्टेन्ट छ। आज म 1 देखि 10 सम्म होइन 1 देखि 100 सम्म यो स्क्वायर नम्बर 2 सेकेन्डमा कसरी निकाल्न सक्छौ, 2 मिनटको कुरा 2 सेकेन्डमा सिक्छौ। आज स्क्वायर नम्बर सबैलाई चाहिन्छ, लोकसेवा होस् चाहे स्टुडेन्ट होस् चाहे अन्य कुनैमा पनि स्क्वायर नम्बर सोध्ने नै गर्छ। त्यसैले आज म 1 देखि 100 सम्मको स्क्वायर नम्बर सिकाउँछु विथ ट्रिकबाट हामी स्क्वायर नम्बर सिक्नेछौँ। हेरौ त अब 12 को स्क्वायर नम्बर कति होला? यो 12 छ नि 12 छ, 12 को पहिला यो 2 ले स्क्वायर गर्नु, 2 2 जा 4 भयो। अब यो छ नि यो सबैलाई मल्टिप्लाई गर्नु 1 2 2 जस्तै 1 × 2 × 2 कति भयो? 4 भयो। त्यहाँ फेरि 4 लेख्ने, फेरि 1 छ नि 1 को फेरि स्क्वायर गर्ने, 1 को स्क्वायर गर्दा कति हुन्छ? 1 नै हुन्छ। त 12 को स्क्वायर गर्दा कति भयो? 144। जस्तै अब 15 को स्क्वायर हेरौ कसरी हुन्छ भने 15 छ भने 5 को स्क्वायर गर्नु, 5 5 जा 25, 25 को 5 दिनु क्यारी कति भयो? 2 भयो। तर यसलाई सबैलाई मल्टिप्लाई गर्नु फेरि 1 5 2 जस्तै 1 × 5 × 1 5 × फेरि 2 प्लस क्यारी 2 आएको छ भने यो 2 जोड दिनु कति भयो? 5 2 जा 10, 10 प्लस 12 फेरि 12 को यो 2 लेख्नु, 1 क्यारी भयो। 1 क्यारी भएपछि कति हुन्छ? 1 को स्क्वायर कति भयो? 1 को स्क्वायर 1 नै भयो, प्लस 1 थियो त्यो एड गरिदिनु कति भयो? 2। त 15 को स्क्वायर नम्बर कति भयो? 225। 15 को स्क्वायर नम्बर भयो। अब म 23 को गर्न गइरहेको छु। हेर्नु 23 को स्क्वायर कति हुन्छ? यो 23 को स्क्वायर पहिला 3 को स्क्वायर गर्नु, 3 को स्क्वायर गर्नु कति हुन्छ भने 3 3 जा 9, 3 को स्क्वायर कति भयो? 9 भयो। अब यो सबैलाई मल्टिप्लाई गर्नु 2 × 3 × 2 कति भयो? हेर्नु 3 2 जा 6, 6 2 जा 12, 12 को 2 लेख्नु, क्यारी 1 भयो। क्यारी 1 भएपछि फेरि अब यो छ नि 2 ले 2 लाई स्क्वायर गर्नु, 2 2 जा कति हुन्छ? 4, क्यारी कति थियो? 1 थियो, त जोडेर कति भयो? 5। अब हेरो कति गरिदिनु तिमीहरूले भन्नु त? ल 33 को गरिदिन्छु। अब 33 को कति हुन्छ? हेरौ 3 को स्क्वायर कति हुन्छ? 3 को स्क्वायर 9 हुन्छ। अब फेरि यो सबैलाई मल्टिप्लाई गरिदिनु 3 × 3 × 2 कति भयो? 3 3 जा 9, 9 2 जा 18, 18 को 8 भयो, क्यारी कति भयो? 1 भयो। अब फेरि के गर्नु? 3 को स्क्वायर गर्नु, 3 को स्क्वायर कति भयो? 9, 9 मा कति आएको थियो? 1 क्यारी आएको थियो, त्यो पनि जोड दिनु कति भयो? 1089 भयो। अब म तिमीहरूलाई कति 47 को गरेर हेराउँछु स्क्वायर। अब 47 को के गर्नु? पहिला 47 छ भने 7 लाई को स्क्वायर गरिदिनु, 7 को स्क्वायर कति हुन्छ? 49, 49 को पहिला 9 पछाडिमा लेख्नु अनि 4 कति हुन्छ? 4 क्यारी हुन्छ। 4 क्यारी भएपछि अब यसलाई सबैलाई मल्टिप्लाई गरिदिनु 4 × 7 × 2 कति हुन्छ? 4 7 जा कति हुन्छ? 28, 28 × 2 कति हुन्छ? फेरि मल्टिप्लाई 8 दुना 16, 16 को 6 क्यारी 1 2 2 जा 4 1 5। क्यारी कति आएको थियो? क्यारी पनि 4 आएको थियो, 4 पनि एड गरिदिनु कति भयो? 60 भयो।
60 को फेरि के गर्नु 60 को 0 लेख्नु 6 के भयो क्यारी भयो कति क्यारी भयो 6 क्यारी भयो। अब यो छ 4 को फेरि स्क्वायर गर्नु 4 फोर्दा कति हुन्छ 16 16 मा 6 जोड्दा कति हुन्छ 22 यही नै 22 छ भने 22 दिइहाल्नु यही नै 47 को स्क्वायर नम्बर भयो। यति बुझ्नु भएको छ। आजको लागि यति नै। अब यसलाई तिमीहरूले प्र्याक्टिस गर्नु 1 देखि 50 सम्मको। अब अर्को भिडियोमा 15 देखि 100 सम्म ल्याउने छु। जुन बुझ्नु भएको छैन भने कमेन्ट गर्नुहोस्, म त्यसलाई फेरि बुझाउने कोसिस गर्छु। तिमीहरू लाइक गरिदिनु, सब्स्क्राइब गरिदिनु र सेयर गरिदिनु।